नमस्कार साथीहरू, तपाईहरु सबैलाई स्वागत छ यस नेप्से डेली मार्केट अपडेटमा। आज हामीले अपडेट लिएर आएका छौं। आज हेरौं बजार के भयो। आज नेप्से 4.45 अंकले बढेर 0.15% ले को वृद्धि भएर 2824.90 मा आएर रोकिएको छ। आज बजार बन्द भएको छ। आजको बजारमा सबैभन्दा हाई भनेको 12:04 को छेउमा भएको छ भने सबैभन्दा लो 12:44 मा रहेको छ र अन्तिममा बजारले यसो बढ्न खोजेको कि जस्तो खालको हिसाबले बन्द भएको छ। आज बजार बढ्दाखेरि 125 वटाले कमाएका छन् भने 130 वटाले गुमाएका छन्, जसमा 9 वटा अनचेन्ज रहेका छन्। आज बजार बढ्दाखेरि 14 अर्ब 32 करोड 96 लाख 4,315.90 को टर्न ओभर भएको छ भने जसमा 3 करोड 95 लाख 49,033 वटा ट्रेड भएका छन्, शेयरहरू ट्रेड भएका छन्, जसमा 1,24,490 ट्रान्जेक्सन भएका छन् भने जसमा 350 वटा स्क्रिप्टहरू ट्रेड भएका छन्। आज बजार बढ्दाखेरि टप गेनरको रूपमा यिनीहरू रहेका छन् भने टप लुजर यिनीहरू रहेका छन्, जसमा आजको टर्न ओभरमा सबैभन्दा धेरै यी रहेका छन् भने टप भोल्युममा पनि यी रहेका छन् र टप ट्रान्जेक्सनमा पनि यिनीहरू रहेका छन्। हेर्न सक्नुहुन्छ आज बजार लगभग अस्तिको हाई भन्दा थोरै माथिपट्टि बन्द भएको छ। हेर्न सक्नुहुन्छ बजार अब तल जाँदैन कि भन्ने खालको लक्षण देखा पर्न खोज्दैछ, किनभने बायरहरू नै हावी भएको देखिन्छ। हेर्न सक्नुहुन्छ किनभने यो अस्तिको मात्रा भन्दा माथि नै आजको रोकिएकोले गर्दाखेरि बजारमा सेलर र बायरको एकदम तगडा प्रतिस्पर्धा भए पनि थोरै रूपमा बायरहरू हावी भएको देखिन्छ। अस्तिको तुलनामा अझै माथि गएको छ। 2 दिन वा त बढेपछि 2 दिन घटेको थियो राम्रैसँगले, त्यसपछि अब बजार चाहिँ अलिकति अडिग हुन खोजेको हो कि भन्ने खालको देखिन्छ, जसमा लगभग अस्तिकै जस्तो खालको भोल्युमको कारोबार भएको देख्न सकिन्छ। आजको आरएसआईबाट हेर्दाखेरि पनि हेर्न सक्नुहुन्छ आज बजार चाहिँ थोरै उस्तै जस्तो खालको थोरै उचालिन खोजेको हो कि जस्तो खालको देखिन्छ, जसमा हेर्न सक्नुहुन्छ। त्यस्तै एमएससीडी मा पनि आजको बजार आजको बजारले थोरै वृद्धि नै लिन खोजेको जस्तो खालको छ, तर पनि घट्न भने चाहिँ त्यति तल घट्न सकेको छैन, रोकिनै रहेको छ। अब अहिलेको माहौल अनुसार बढ्ने नै खालको देखिन्छ। अलिकति समय लाग्न सक्ला तर बढ्ने नै खालको देखिन्छ। हेर्न सक्नुहुन्छ तपाईहरुले पनि। आजको 1 आवरबाट हेर्दाखेरि पनि के देखिन्छ त भन्दाखेरि यस्तै खालको देखिन्छ। आज हेरौँ अब यो एआई चार्टले के भन्छ त। अझै बाइ सिग्नल नै आइरहेको छ। हेर्न सक्नुहुन्छ आज भनेको 9 तारिखदेखि अहिलेसम्म लगातार बाइ सिग्नल नै आएको छ। हेर्न सक्नुहुन्छ आज 2770 बाट यसैको बीचमै छ भनौं न, यसलाई तोड्न सकेको थिएन। अब अहिले आएर आज बजार 2824.90 मा आएको छ। आजको केही सिग्नल दिएको छ कि हेर्न सक्नुहुन्छ। आज 12 तारिख भनेपछि अस्तिको दिन के दिएको रहेछ भने एनआईसीए देखेको रहेछ। एनआईसी एसिया बैंकलाई बाइ सिग्नल दिएको रहेछ। हेर्न सक्नुहुन्छ। अरु भनेको के देखेछ भने त्यो मात्र देखेको छ। अरुमा भनेको चाहिँ सेल सिग्नलहरु अदर सेक्टरमा दिएको छ। अफरमा पनि सेल सिग्नल देखिसकेको रहेछ। टीपीसी बाट देखेको छ। एआई इन्डिकेटर भनौं अथवा यो एआई को उसबाट हेर्दाखेरि अब आजको रेसिम हेर्दाखेरि कसको कन्ट्रोलमा रह्यो भन्दाखेरि यिनीहरु यो ब्यान टीपीसीएलहरु यिनीहरु सबै बायर्सको कन्ट्रोलमा छन् भने यिनीहरु सेलर्सको कन्ट्रोलमा छन्। हेर्न सक्नुहुन्छ यो 1 दिनको हो भने यो चाहिँ 3 दिनको भयो। हेर्न सक्नुहुन्छ। त्यस्तै 1 हप्ताकोमा यिनीहरु देखिन्छ। हेर्न सक्नुहुन्छ। तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिन सक्नुहुनेछ। धन्यवाद।
subscribe to my channel.